अप्ठ्यारो भयो होला है। दाको भात देखाउँछ क्वान्टिटी। जसले पनि दादासँग बिहा गर्छ एकदमै सुख पाउँछ होला है। मम्मीलाई किची गरिदिनु न, कम्ता नक्करे छैन। हेलो एभ्रिवान, सेवारो वेलकम ब्याक टु माई अनदर भिडियो। सो गाइस, तपाईँले सोच्नुहुन्थ्यो होला मैले कहाँबाट चाहिँ भिडियो बनाउँदैछ भनेर। अनि हिजो चाहिँ मेरो बहिनी चाहिँ एडमिट हुनुभएको थियो। तपाईँहरूले सोच्नुहुन्छ होला अनन्या भनेर, अनन्या चाहिँ होइन, अर्पणा है। अनि उसको चाहिँ आज कानको ओटी छ, त्यही भएर चाहिँ म अहिले जाँदैछु होइन। अनि बहिनीलाई चाहिँ अघि नै ओटी रुममा हालिसक्यो भन्दै थियो। अनि छेमाहरू पनि सबै पर्खिरहेको छ अरे हो। अनि म तपाईँहरूलाई देखाउँछु आजको दिनमा चाहिँ म के गर्छु भनेर। सो गाइस स्टे ट्युन गाइस। म चाहिँ अहिले हिँड्दै जाँदैछु, किन भन्दा चाहिँ हस्पिटल चाहिँ हाम्रो घरदेखिको चाहिँ निकै नजिक नै पर्छ। अन्त हामी हिँडेर जानु पनि सक्छ, सर्टकट बाटो छ नि त। किनकि गाडीमा गयो भने चाहिँ गाडी कहिले भर्ने कहिले पुग्ने हुन्छ कि, त्यही भएर चाहिँ म हिँडेर जाँदैछु। अन्त हस्पिटल पनि पुग्नु आँटेको छ हो। अनि यसी तपाईँहरू देख्न सक्नुहुनेछ म चाहिँ हिँड्दैछु। म चाहिँ अहिले हस्पिटल पनि आइसकेको छु हो। अनि यो 1 फ्लोर डाउन होला आई थिङ्क, यही जस्तो लाग्यो। किनकि प्राइभेट रुममा राखेको छ भन्दैछ। अब चाहिँ हेर्छु। म चाहिँ तल रुममा गएर पनि है छेमालाई भेटेर चाहिँ म अहिले ओटी रुममा जाँदैछु। ओटी रुम चाहिँ 7th फ्लोर अपमा रहेछ है। अनि लिफ्टमा जाउँ भनेको चाहिँ लिफ्ट पनि काम गरेको छैन रहेछ, त्यही भएर चाहिँ म हिँड्दै जाँदैछु। हिँड्दै आएको। बहिनीको ओटी सकेर चाहिँ बहिनीलाई चाहिँ बाहिर निकाल्दैछ हो। अनि तपाईँहरू देख्न सक्नुहुनेछ दादा र भाइहरूले चाहिँ यहाँनिर बहिनीलाई लिएर आउँदैछ। अप्ठ्यारो भयो होला है। दा यता बहिनी हुनुमा आयो, धेरै खुसी लाग्यो, धेरै हेल्प भयो हामीलाई। न त एक्लो हुन्थ्यो नि। मम्मी पनि आइपुग्नु भयो बिहानै। यता हाम्रो बढी बुढ्तोक पऱ्यो, मलाई चिन्नु भएन। अहिले चिने मुटु दुख्यो। म पनि छु है साइडमा लास्टमा।
चुलाको भात देखाउँछ क्वान्टिटी। त्यो बेसी हुन्छ जस्तो लागिरहेछ। कस्तो मजाले पिनेछ। मोमोको अचार जस्तो भएछ। डल्ले ठिकै छ। पिरो छ। पिरो रहेछ। जस्तो जहिले चाहिँ यहाँनिर थालबटुका धुँदैछ हो है। ठिकै हो। जसले पनि दादासँग बिहा गर्छ एकदमै सुख पाउँछ होला है। जसले भिडियो बनाउनु हुँदैछ मेरो आफ्नै बोल्नु हो। थ्याङ्क यू। जसले मलाई बिहा गर्छ एकदमै सुख पाउँछ है। त्यहाँ दुःख चाहिँ तिम्रो दादाले भन्छ। किन सुखाइदिन्छ होला नि। तिम्रो भाउजूले त सुख पाउँछ। तर भाउजू पनि राम्रो छ भने त तपाईँ पनि सुखै पाउँछ नि। दुईजना मिलिमिली काम गर्नु पऱ्यो नि त। घरको काम पनि गरिहाल्यो। अनि त्यही भने तपाईँले बिहा गर्दा चाहिँ अलिक राम्रो हेरेरै गर्नु पऱ्यो। हेर्नु चाहिँ कसरी हेर्नु। यता चाहिँ एउटा खाली छ है। र अहिले चाहिँ हामी हस्पिटलबाट पनि बाहिर निस्किसकेको छ। म चाहिँ घर जान्छु अनि दादा चाहिँ उसको ड्युटी। सो गाइस म चाहिँ फाइनली घर पनि आइसकेँ अनि मेरो बेबी चाहिँ भर्खर उठेको अहिले हो। मम्मीलाई किची गरिदिनु न। कम त नक्कले छैन। म गएको यादै छैन हस्पिटल गयो भनेको कि। म लुगा फेर्दै गर्दा चाहिँ भिडियो बनाउने मम्मी भिडियो बनाउने भन्दै थियो हो। अहिले चाहिँ उठेछ। बेबी के खाने भनिदिनुहोस् न भिडियोमा। हो आइसक्रिम त खानु हुँदैन छोरा। ए आइस दुख्यो। उसलाई चाहिँ नि असल काम त नकल पार्दैन। के दुख्यो आइसक्रिम खाने के दुख्यो फोन हेर्ने चट्टु भएको छ नि आजकल। बाई बाई गरिदिनु। भिडियो बनाएको नि अन्त।